भन्नु त के नभन्नु रुखको फेदतिर एउटा छ त रुख त नि कति धेरैजना यो एकदम खुसी लागिरहेछ यो पाएको चाहिँ अनि फोटो खिच्छु हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो मेरो नाम ममिता सियार अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला यहाँ मेरो छेउमा नाति छ हाई भन खोइ हाई गर सानो हाई छिटो न यहाँ हाई यहाँ हेर त के हो यो हाई गर न छिटो छिटो अनि आजको मेरो भिडियो हजुरले मेरो बाइ द टाइटल थाहा भइसक्नु भइसक्यो होला अनि मैले चाहिँ प्रतीक्षालाई भेटिसकेको छु अनि आज चाहिँ हामीहरू प्रतीक्षा म घुम्नु कतै कतै निस्किने भन्ने प्लान गरेछौँ अनि त्यही भएर मैले अलिअलि भिडियोहरू गर्दैछु हामीहरू के गर्छौँ कसो गर्छौँ हजुरलाई देखाउने छु अनि खासै के भन्ने खासै कतै गइदिएन होला हामीलाई कता जाने के गर्ने भन्ने आइडिया पनि छैन अनि जे होस् हामी भान्चोकमा भेट्छौँ अनि खाना जान्छौँ हजुरलाई देखाउँछु यहाँ साने ओ ल अब चकचक गर्नु थाल्यो अनि अहिले चाहिँ म घरमा चाहिँ भर्खर कपाल नुहाएर बसिरहेको मेरो चाहिँ हिजोतिर नै पावर ब्याङ्कहरू चार्ज गर्नुपर्ने रहेछ चार्जै गरिनँ मैले उता उलाबारीबाट चार्ज गरेर अलिकति लेख्छु त्यही सकाएँ म चाहिँ अहिले घुमिरहेको छु कि यता धरान आएँ धरानदेखिको फेरि उलाबारी गएँ उलाबारीदेखिको फेरि तल तल इटोहरू कता कता गएँ अनि त्यहाँदेखिको फेरि फर्केँ फेरि यता धरान आएको छु अहिले म धरानतिर छु अनि इटोहरूतिर नि पुग्नुपर्ने छ म सबैतिर घुम्छु अनि अलिक बार बस्छु होला अनि त्यस पछाडि मात्रै फर्किनेवालामा छु म अनि अहिले चाहिँ भनिहालेँ मैले यता आएको छु अनि प्रतीक्षासँग नै भेट चाहिँ भइसक्यो हुनु चाहिँ तर हामीहरू कतै घुमेको छैन नि त अनि त्यही भएर आज चाहिँ हामीहरू कतै जानेवाला छौँ अनि त्यही हुन्छ गाइजहरू हेर्दै गर्नु के हुन्छ म हजुरलाई देखाउने छु यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज मेरो भिडियो अन्तिमसम्म हेरिदिनुहोस् यदि मनपर्छ भने सबैजना मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला त्यही हो गाइस थ्याङ्क यू फर वाचिङ हाई एभ्रिवान खोइ तप्पलतिर चाहिँ ए यसले चाहिँ मलाई यहाँ पचासम्म पुऱ्याइदिन्छ यस्तो पैसा नै छैन अब त अब चाहिँ प्रतीक्षाहरूलाई भेट्नु जाँदै गरेको म चाहिँ घाम यस्तो बेसरी छ क्या यस्तो गर्मी छ नि त्यहाँनिर तेल बोकेर रोडमा जानुपर्छ किन ल ल अब भेना ढिलो हुनु पर्यो म आफै जानु पर्यो यहाँनिर सवारीमा चढेर ला प्रतीक्षाको फुल कुद्लिएर आइज कस्तो बिर्सेको यहाँ छ पर्खेर बसेको म यहाँ छु त्यही त नजाने बेलामा चाहिँ सोधै गर्छ आफूलाई चाहिएको बेलामा चाहिँ हुँदैन त्यही त हो अफ गल्यो मर्यो अगाडि यस्तो गर्नु के हुँदैन बन्द छ ल तर माथि त घाम हुन्छ होला है प्रतीक्षा हजुर त्यस्तैहरू हुन्छ कि कस्तो कताबाट जानु आउनु कुनमा जानु हो कताबाट जाऊँ छिटो अब हामीहरू चाहिँ माथि घन्टाघरबाट झरी यहाँनिर म आउने रहेछु अघि बिहान म कहाँ बसेँ हो आएर हजुर के भयो पानी किन्नु छ चान्छु नि पैसा चाहिँदैन छोटो पनि चाहिँदैन हामीहरू त्यतिकै जाने हो किन के भन्नु त के नभन्नु यस्तो भयो के भयो प्रतीक्षा
त्यहाँ हुनुहुन्छ हामीहरू रेलवे हिँडेको बेला टक्क बाटोमा भेटेर ल ओके भेन यो घरमा यस्तो दामी फुल हुन्छ नि यो घर त मैले भ्लगमा देखेको ठाउँहरू होइन हेर्दैछु झरौँ अरे भेन जाने हामीहरू खासमा थुक्पा रुखको फेदतिर एउटा छ त रुख त नै कन्फ्युज हामीहरू कन्फ्युजवालामा छौँ रेलवे चोकमा छौँ अनि यता जस्तो लाग्छ कता हो म त कन्फ्युज भएँ गर्मी भयो साथी पनि छैन एक्लै छ गर्मी भयो धराना सोल्टी लैजाऊ फेरि टाढो भनेको गीत सुनेको थिएँ यस्तो गर्मी छ नि धरानमा हजुर दुःख तपाईँको अब यहाँ हाम्रो बबिता सिस आइपुग्नु भयो अरे बबिता सिस अनि त्यही भएर अनि हामीहरू चाहिँ अब जानुपर्ने हुन्छ सिसलाई भेटेर प्रतीक्षाको खुट्टामा चाहिँ जुत्ताले सबै खाइदियो अरे कि त्यही भएर त्यो कास्दै हुनुहुन्छ त्यति मात्रै हो टास्ने कस्तो ग्यास्ट्रिक दुखेको हो मेरो आमा आउँदैछ त नि पछि फेरि साथीहरू यसरी खेलिराखेको रहेछ मेरो ग्यास्ट्रिक दुखेर साह्रो पर्यो साथीहरू साह्रो पर्यो हजुर मलाई बचाउनुहोस् भन्नु न मलाई बचाउनुहोस् है साथीहरू त साह्रो टेन्सन तल्लो हो बबिता चाहिँ आइसक्नु भइसक्यो अरे गाइस अब हामीहरू जाऊँ आउँदैछ लजाउँदो रहेछ नि त ऊ पनि गर्मीले पाकेर मरिसकेँ म चाहिँ हजुर ए यो हो ए हेलो बबिता हेर छिटो यस्तो राम्रो मान्छेहरूलाई मेरो भिडियोमा ल्याउनु पाउँदा कस्तो लाग्छ कहाँ अरे हो हेर्नु त अब हामीहरू खाजा खान्छौँ त्यहाँ यता हो ए हो कता हो जाउँ खानु जान्दिनँ नि फेरि सबै हाल्नु न कति रातो न रातो देखिनु भयो
मने हल्का ब्लगर बनिदिनु क्या हो मेरो खाजा खाएँ मेरो ग्यास्ट्रिक पनि ठिक भयो तातो पानीले साँच्चै के हो सुपले हुन्छ के तातो पानी नखानु पर्ने सुप मात्रै खायो भने ठिक हुँदैछ के हो भेनाले महँगो लिन्छ तिमीहरूलाई भाडा भन्दै हुनुहुन्थ्यो अघि नै हजुर हामी यताबाट गयौँ यताबाट कताबाट जाने पानी पनि खेलिरहेको रहेछ त्यहाँभित्र पनि छिट्या चाहिँ थिएनौँ हामी त त्यो माथि गयौँ टिकट दिँदै रहेछ टिकट चाहिँ उयो पुलमा जाने नि यतैबाट हो आउनु यहाँबाट पुल अनि त्यहाँबाट माथि निस्कियो ल टिकट दिनुपर्ने हो होइन हामी चाहिँ यहाँबाट होइन उयो पुल तरेर माथि निस्किनु भाइ फोटो खिच्दै खिच्दै जाऊँ ल भिडियो बनाउँछु फोटो सोटो खिचौँ जाम 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 छिटो जाम झन्नै चिप्लिएर लडेँ हो म ओ यहाँ पनि कस्तो राम्रो है आउनु मनी आउनु हिँड्नु ल यता एकछिनै म त खतरा भ्लगर हुन्छु क्या हो अरे ल हिँड्नु जाउँ त्यहाँ पनि जाउँ न त्यहाँ माथिबाट चाहिँ हेर्नुपर्छ क्या सबै हामी दुईजनाको अहिले त अलिक अँधेरो आउँदो रहेछ तर वाउ अस्ति आउँदै चाहिँ हामीहरू अस्तितिर चाहिँ त्यहाँ माथि गर्थ्यौँ भने अहिले चाहिँ हामीहरू यता पनि चिल्ड्रेन पार्क पनि रहेछ यहाँ वाउ पर्सि यहाँ खोलामा सब बगाउँछ ल इन्टरभ्यू हुँदैछ निर्वाचित भएपछि सुरु गर्नुको फलाफल लाग्छ हामीलाई हाम्रो बबिताको इन्टरभ्यू सकिसक्यो छैन इन्टरभ्यू सक्यो बबिताको अनि अब हामीहरू जाँदै गरेको कति धेरैजना कति मजाको देखेको खुवालुङ अनलाइन टिभी होला सायद आउँछु राम्रो बोलिरहेको थिएँ राम्रो बोल्नुभएको थियो मेरो त अनुहार यस्तो भएर हो कि चुप्प म भागेको अनि कस्तो अनुहार मात्रै भएन हुन्छ अझै म के अरे यो पानीले म घुम्नु चाहिँ मिल्दैन हौ वाउ अब त खै म चाहिँ कस्तो बोले हो नि राम्रो बोल्नु भएको कस्तो हो अहिले जानुपर्छ म त रातो न पिरो भइगयो थिएन है म मेरो चाहिँ रातो थियो त्यही भएर म नबोलेको वाउ कस्तो राम्रो पारी कस्तो राम्रो आइरहेछ उताबाट उपरबाट हिँड्नु बच्चाको लागि मात्र अरे हाम्रो लागि होइन अरे मलाई चाहिँ डर लाग्यो भाग्नु आयौँ हामीहरू यहाँभित्र नि बसेर खिच्छौँ कि नखिच्छौँ यहाँ तर मान्छेहरू हुनुहुन्छ यहाँ तल नि नजाउँ है उभो उभो जानुहोस् अब यताबाट पनि निस्केर जाने ए ला हो र निस्कौँ ल यताबाट ल कताबाट
ए त बाहिरबाट पो निस्किने त ए हो र त्यहाँ पनि टिकट लाग्छ यो बोकेर म हिँडिरहेको छु है हामीहरू फेरि पस्यौँ भनेर यता यता बटरफ्लाई अलि पर जाउँ सबरा पनि हिँड्नु अगाडि कति धेरै उठाएको छ म त एउटा मात्रै होला भने त सबै एउटै हो यो माछालाई पक्रेर लैजाउँ कि क्या हो आराधनामा छौँ हजुर छिटो न ममता चाहिँ पानी खाँदै हुनुहुन्छ है बबिताले फोटो खिचिदिँदै हुनुहुन्छ भयो पालो बिलो ठिकै छ त हजुर राम्रै होला भाइले अनि म चाहिँ आज म किन खुसी छु भन्दाखेरि यतै अनि हजुर ए नानाको रोटी सिर्पिनी नाना क्या राम्री खानु किन्दिम फोटो बबिता अझै कस्तो मजाले बोल्नु त अर्काको भिडियोमा मजाले बोल्नुहुन्छ मेरोमा सोध न मलाई प्रश्न म सोधेँ भनिहाल्छु सोध्नै पर्दैन तपाईँलाई कस्तो लाग्यो आज यहाँ यो के अरे एकदम रमाइलो अर्का सम्बन्धको पार्क यो पाएको छु कि पानीले भिजिहाल्यो यो एकदम खुसी लागिरहेछ यो पाएको छु अनि फोटो खिचेको छु मलाई आज चाहिँ खुसी लाग्यो धेरै समय पछाडि धेरै समय भन्छ नि अस्ति नि स्टम गर्नु जाँदाखेरि चाहिँ त्यतिखेर चाहिँ फोटो खिच्नु पाइएन क्या अब काम गर्नुपर्ने ठाउँमा कहाँ फोटो खिचेर पनि भएन है यो चाहिँ हामी भोजपुरको केराबारीतिर केराको यो सम पार्कमा फलेको केरा खाने बेलामा आउनु भन्छु तर अघि त त्यो उयो पनि सोधेको भए म त्यो पनि भनिदिन्थेँ के सोधेको काम गर्नु चाहिँ जानु भएको छ कि छैन भनेर क्वेसन त्यो क्वेसन सोधेर तपाईँलाई दुःख लाग्यो दुःख भन्दा नि त्यो सोधेको भए हुने भन्ने टाइपको त्यतिखेर लास्ट दुःख पाएको हो नि त अब दुःख नभन्नु अब मेरो हाका सम्पाङलाई चाहिँ हामी सहयोग गर्नु गएको तर म चाहिँ गएको छैन पक्का भइसक्यो अब हजुर आउनु पाइँदैन मैले अस्ति यहाँ खिचिसकेको तपाईँको चाहिँ खास खिचिदिन्छु म अनि अब हामीहरू चाहिँ फर्किदेवा गरेको मेरो 16% ब्याट्री थाहा छ मेरो पावरमा पनि चार्ज छैन नि फेरि कता खिच्ने छिटो खिचेर सारिहालौँ रात पर्यो अब हामीहरू फर्किन्छौँ होला बस्नु दिन्छ ए बाहिर नि अब हामीहरू बोकेर जानुपर्छ अब हामीहरू चाहिँ फर्किँदै गरेको है अघि भन्नुभएको होइन तपाईँले भन्नु 4 बजेतिर ढिलो आयो अब हामीले चाहिँ फर्किनु पर्ने हुन्छ छिटो छिटो गरेर यहाँ चाहिँ पुराना राई हातमा बोकेर हुन्छ यस्तो गरेर
अब चाहिँ हामीहरू फर्किँदै गरेको मेरो ब्याट्री पनि लो भइसकिरहेछ अनि आज हाम्रो बबिताले चाहिँ इन्टरभ्यू दिनुभएको छ है खुवालौँ खुवालौँ मेरो ब्याट्री लो भइसकिरहेछ आजको घुम्दा राम्रो भयो पनि के राम्रो भयो भन्नु दिउँसो हिँड्दाखेरि मलाई कस्तो रिस उठेर आउँछ तर पनि खिच्ने ल ओके आजको भिडियो मेरो यस्तै भयो गाइस कस्तो लाग्यो नेक्स्ट भिडियो बाई गर्नु पर्यो प्रतीक्षा भन्दै रहेछु बाई